कलिङ गरेर थियो अहिले होल्डमा राखिदिएको पोखरा हामी पोखरा आउँदैछौँ हामी सो हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ एउटा नयाँ भिडियोमा है हामी चाहिँ अहिले ठ्याक्क पोखरा जाँदैछौँ ठ्याक्क अविनाशमा यो ठ्याक्क अविनाशको स्कुटी चाहिँ यो भयो मेरो बाइक चाहिँ यो भयो हामीसँग काले भाइ पनि छ काले भाइ अहिले लिन गएको छ के भने तिमीले यस्तो हावा चलेछ नि आमा कसम भन्नै सकेको छैन यहाँ अहिले पोखरा गाइज पोखरा हामी पोखरा आउँदैछौँ हामी पोखरा कलिङ उयोतिर लिएर आयो के ओ हामी चाहिँ अहिले इन्टरपालभित्र छिरिसकेको छौँ अनि त्यहाँ भिडियो बनाएको डिलिट गरेर पठायो अहिले भने दुईजना चलाहरू अनि भल मजा आइरहेको चिसो मजाले हामी त्यसलाई अलि स्लो गइरहेको छ अहिले दुईजना छौँ किन अर्जेन्ट जाने मजाले जाने पोखरा जाने त हो भनेर भिडियो गरेर चाहिँ अनि मेरो बनाएको छैन गाइज यो चाहिँ दाइले नयाँ भनिदिएको हो अहिले टेम्परेको लागि अनि मेरो बनाएको चाहिँ मैले एक्सचेन्ज गर्छु अनि हामी चाहिँ निकुन्ने भित्र त निकुन्ने अगाडि गइसक्यो हामी पनि खै कहाँ त दुइटा एउटा त उता उतानिर थियो अर्को खै ए अर्को त्यता पनि रहेछ नि त खै यहाँ कता बस्यो खै ए नदेखिएको हामी त अहिले निकुञ्जभित्र छौँ अब यहाँबाट हामी 14 मिनट छ हाम्रो टाइम अझै त्यही भएर हामी एकछिन टक्क कोलकाता हेर्दैछौँ लगेर दुई थाली घ्याम्टे हानेर हामी चाहिँ अब बुटोल पुगेर ठ्याक्क हाम्रो कोलपुरबाट अब हामी जाँदैछौँ बुटोल तरफ बुटोलबाट ठ्याक्क हामी पोखरा जान्छौँ अनि त्यसपछि आज सुरु नहिँड्ने रहेछ नि यार भोलि हिँड्ने रहेछ आज सुरु राजा कहाँको हो त आज गयो बाइकको पर्फर्मेन्स अहिलेसम्म गुडै छ अविनाशको नि गुडै छ होइन जाने तिमीले उल्टो लगायो क्या भित्रको उल्टो लगायो क्या मास्क यस्तो छ हल्का कोलपुरको है ल अब निस्क्यौँ है त बाटोमा भेटौँला लगेर हामी चाहिँ ठ्याक्क अहिले यो शिवजीको यहाँनिर पुगेको छौँ हामी हाल त्यस्तो छ विजय मार्को विजयले धोका दिएको साथी के भन्न चाहन्छ एक दुई गाली दिन्छौ कि पछि तिमीलाई अहिले यस्तो अडियन्सको अगाडि गाली दिने होइन राम्रो हुन्न यस्तो मुखहरू छाड्ने मेरो बाइकले अहिलेसम्म साथ दिएको छ अविनाशको स्कुटीले नि अविनाशलाई एकदम साथ दिएको छ तर अलि तेल बढी खाएछ त्यही हो साथ त डेन्जर देखा तर 5 चोटि रिफिल गरिसक्यो हो तेल 5 चोटि मैले यो 2 चोटि तर मेरो स्टार्टिङमा एक लड 1000 को खायो अनि दोस्रो लड 1300 को भने चाहिँ मेरो 2300 को त लगेर हामी चाहिँ ठ्याक्क बुटोल पुगिसकेका छौँ अविनाश बाइकमा भोलि जाने पोखरा निस्किन्छ नि त टक्क बाइक चाहिँ यहाँ छ अब हामी त्यता लाग्नुपर्ने हुन्छ भैरवातिर अब होटलमा नबस्छन् क्या साथीले भने के होटलमा बस्छ बे यहाँ आएर पनि भने अनि त्यही हामी अहिले साथीको घर जाँदैछौँ पेट्रोल हालिसक्यो टक्क लगाएर च्याट्ट लगाएर यस्तो छ है बुटोलको बाइक अनि केटा फोन नआएर कस्तो खल्लो लगाएर आएको आफ्नो फोनै आएको छैन कि दाइले फोन दिएको छ 11 अनि यसमा भिडियो मात्र बनाउनु पर्छ अरू केही चलाउनै पाउँदैन के गर्ने अविनाश पेट्रोल हालेर आइसकेको छन् यस्तो छ बुटोल यता सिद्ध गरे यता काठमाडौँ हामी सिटी जानुपर्ने अनि यता पछाडि पोखरा भोलि यो बाटो हुँदै जाने हामी अब हेर मैले के गर्छु मैले टक्क सेको खानु जानुपर्छ होइन अनि देखाउँछु घरमा के कस्तो छ अनि खासमा मलाई जानु त मन त लागेको थिएन अविनाश साथीको डेथ पनि भयो यार रेस्ट इन पिस है मेरो साथी जति जे भयो नि त्यो पल नै कस्तो रमाइलो थियो क्या त्यो पुल तलको आफै थिएन क्या यस्तो हुन्छ नि मलाई पलास चाहिँ मलाई घर छोडेर जान पनि लाग्छ कस्तो लाग्दो रहेछ क्या त्यसले लास्ट अर्कै लागेर अविनाश आयो सो त्यही एउटा चिन्ता गरेर भेटौँ हामी चाहिँ टक्क लगाएर भएर सर घुम्नु जान्छ टक्क लगाएर पुरीमा अलहाट बजार घुम्ने भनेको अनि ठ्याक्क हामी अहिले होटल आज हामी कहाँ घुमेका छौँ बुटोल भैरवा भोलि अब भोलि चाहिँ पोखराले कलिङ गरेर थियो अहिले होल्डमा राखिदिएको भोलि चाहिँ पिकअप गर्नु होला टक्क लगाएर चाहिँ एकदम
एकदम होसियार भएर बाटो काट्नुपर्छ कडा अनि छोकिहालेछ अघि हल्का भैरवा फेर्ने बित्तिकै प्रसाद खाइहाल्यौँ हामीले यो शिशिर पर्ने पर्ने शिशिर काम पनि होटल यही हो त्यो त पछाडि आउँदै होला नि के हुन्छ यही हो हाम्रो शिशिर टन भैरवाको टन जाउँ न त होइन ल हामी चाहिँ फेरि आइपुगेको छौँ फुटबल लड वेलकम ब्याक टु माय न्यू भिडियो शिशिर खोइ अघि बाँदर याद थियो बाँदर ओइ म त कस्तो मेरो गयो भनेको यार अघि यहाँ निकुञ्जमा बाँदर झन् ठुकेको यार यहाँ चाहिँ तिहार अहिलेसम्म गएको छैन है यस्तो त भइरहेको अहिले यहाँ देउसी भइरहेको पनि खेल्दैन एकादशीसम्म खेल्दो रहेछन् बे यतातिर ल एकछिन सर घर पुगेर भेटौँ ल लगडा हामी चाहिँ अब टक्क लगाएर एकछिन सट्ट बाहिर एकछिन होइन क्याफे स्याफेतिर गएर जान्छौँ हल्का अनि सेकुवा खान पनि जान्छौँ सेकुवा यस्तो मनपर्छ यहाँको आम्मामा अनि शिशिरको घर चाहिँ यही हो धेरै खानु हामीलाई एक दुई जिल्ला हामीलाई शिशिरको घर यहीँ छ